दर्शन अनि नमस्ते नमस्कार त गराउन चाहन्छु होइन, सबैजनालाई नमस्ते छ मेरो तर्फबाट है। यो मैले के भन्न चाहन्छु भने जुन हाम्रो रुकुमकोट बाट जलजलाको लागि जिप गइरहेको थियो है, त्यसमा जिपमा पनि धेरै ओभरलोड पनि भएको रहेछ होइन। यसरी ओभरलोड चाहिँ नगर्नु होला साथीहरू है, चालक मित्रहरू। अब के भन्न चाहन्छु भने तपाईहरुले गाडी चलाउनुहुन्छ र आफ्नै गाडी हो भने पनि पैसाको लोभले धेरै पेसेन्जरहरू हालेर तपाईहरुले पैसा कमाउँछु भन्ने कहिले पनि नसोच्नु होला। तपाईको गाडी त्यो पेसेन्जरको 1000 रुपैयाँको होइन है, 1000 रुपैयाँ भाडाको त्यो गाडी होइन। त्यो गाडीले कति हालेर किन्नु भएको हुन्छ त्यो सम्झिनु होला हैन। छेटी भयो भने रुवाबासी कस्तो हुन्छ, कसको मन कति दुख्छ त्यो सम्झिनु होला है। त्यसरी दुर्घटना हुन्छ, बाटो खराब छ, नेपालको बाटो खन्ने तरिकै ठीक छैन वास्तवमा भन्ने भने है। नेपालको बाटो खन्ने तरिका पहिला नयाँ ट्र्याक जुन ओपन गर्छ नि त्यो टाइममै अलि मिलाएर टक्कै अलि डाउन बनाएर बरु अलि टाढाबाट घुम्ती हानेर लानु पर्यो के। माथि लानु छ भने पनि त्यो त्यहीँ घुमाएर अनि उकालो बनाइदिएपछि अनि गाडीको ब्रेक फेल हुन्छ, इन्जिनबाट चल्ने चिज हो है। त्यही भएको कारणले गर्दा नेपालमा धेरै दुर्घटनाहरू भइरहेको छ। हाम्रो पूर्वी रुकुम लगायत पश्चिम रुकुम जताततै नेपालको 14 अञ्चल 77 जिल्लामै त्यही तरिकाले बाटो खन्ने भएको हुनाले अलिकति दुर्घटना धेरै हुने सम्भावना देखिन्छ हैन। सबैजना यात्रुहरू पनि सतर्क भएर चढ्नुपर्छ। गाडीमा सिट प्याक छ भने त्यो गाडीमा जबरजस्ती नजानु होला, बरु एक दिन ढिलो भएर जाँदा केही फरक पर्दैन। आज हेर्नु त रुकुम पूर्वको एउटै घरको 4-5 जना एकैचोटि घरै सुन्ने, घरै ताला लगाएको जस्तो भयो हैन। त्यसरी चाहिँ दुर्घटना हुँदा मनहरू रुन्छ। हामी परदेशमा यसरी खटेर बस्दाखेरि चाहिँ अलिकति गाउँघरको दुःखहरू हेर्दाखेरि मन रोएर आउँछ हैन। त्यस्तो व्यवस्थाले चाहिँ गाडी नचलाइदिनु होला कृपया चालकजीहरू। म सम्मान गर्न चाहन्छु। हजुरहरू नभएसम्म हामी भनेको ठाउँ पुग्न सक्दैनौँ है, गन्तव्यमा पुग्न सक्दैनौँ। त्यही भएको कारणले गर्दा तपाईहरूले अलिकति ध्यान पुर्याएर पेसेन्जरहरू राख्ने र पेसेन्जर पनि अलिकति ध्यान पुर्याएर चाहिँ गाडीमा चढ्ने गर्नुहोला, गर्नुपर्छ। स्वयं म पनि हैन भन्न चाहन्छु। र नयाँ ट्र्याक जुन ओपन हुन्छ नि त्यो टाइममा पहिले ध्यान पुर्याउनुपर्छ। बाटो एकदम सानो हुन्छ, गाडी ठिक्क भए हुन्छ, तल हेर्दा भिड हुन्छ एकदमै है। त्यत्रो भिडबाट झर्यो भने मान्छे बाँच्छ त? त्यो हिसाबले बाटो खन्नु पर्यो के। बरु ढिलो किन नहोस् र क्लियर तरिकाले बाटो खन्यो भने चाहिँ राम्ररी यात्रा गर्नलाई सहज हुन्छ र विकास पनि एकैचोटि भयो, राम्रो तरिकाले गर्नु पर्यो। त्यो सानसानो बाटो खोलेर जिपहरू हाल्दै जिपकै टर्निङ नपुगेर मान्छेहरू त्यत्रो तरिकाले झर्ने हैन, त्यसरी तछाड मछाड भए अब त्यस्तो रोवाबासी चलो हाम्रो सिङ्गो पूर्वी रुकुम। यही भन्न चाहन्छु। म धेरै पनि बोलेन, करिब 3 मिनटको भिडियो भएछ। कृपया सबैजनाले हेरिनु होला है त। हस् त, धन्यवाद। एकदमै केयरफुल हुनु होला सबैजना र चालक मित्रहरू पनि अलिक केयरफुल भएर सतर्क बनेर गाडीमा मान्छे हाल्ने काम गर्नु होला। हस् त, धन्यवाद।